यस्तो हो, अब उहाँहरूले सरकारले मलाई नम्बर रेटिङ गर्दा पनि 0 नम्बर दिनुभयो हैन। स्पष्टीकरण नै 6 चोटि सोध्नु हो। एउटा एकपटक क्याबिनेटले 5 चोटि चाहिँ मन्त्रालयले सोध्नु हो र उहाँहरूले जस्तोसुकै रेटिङ गरे पनि मैले दिएको डेलिभरी नेपालको लागि जुन डेलिभरी दिएको छु आम नेपाली जनताले त्यो बुझेको छ। र म जुन हिसाबले एक्जिट हुनु पर्यो, मैले पनि 4 महिना बाँकी रहँदाखेरि 4 महिनापछि एक किसिमले सबैसँग बिदाई लिएर बिदाई हुन्छु भन्ने मेरो पनि चाहना थियो। त्योभन्दा अगाडि नै जबरजस्त 4 महिना अगाडि नै जुन किसिमले बर्खास्त गरेको छ, अब त्यो उहाँहरूको विभिन्न चाहिँ स्वार्थ होला, तर मेरो लागि त्यो 4 महिना अगाडि र पछाडि त्यति अर्थ राख्दैन।